नमस्कार। सामग्री सिर्जनाकर्ताहरूका लागि एआई उपकरणहरू बारेको आजको यो छलफलमा स्वागत छ। हामी सामग्री सिर्जनाका लागि एआई उपकरणहरू, प्रवाह र रचनात्मकता भन्ने एउटा लेखका आधारमा कुरा गर्दैछौँ। आज हाम्रो मुख्य उद्देश्य चाहिँ एआई ले कन्टेन्ट बनाउने कामलाई मतलब आइडिया सोच्नेदेखि पब्लिश गर्नेसम्म कसरी सजिलो बनाइरहेको छ अनि रचनात्मकतालाई कसरी बढावा दिइरहेको छ भन्ने बुझ्नु हो। अहिलेको डिजिटल युगमा त हैन लगातार राम्रो सामग्री दिनुपर्ने दबाव छ, तर त्यो क्वालिटी र क्वान्टिटी त्यसको ब्यालेन्स मिलाउन गाह्रो छ। एआई ले कसरी मद्दत गर्छ त? ल सुरु गरौँ न त। पहिलो कुरा आइडिया र रिसर्च। नयाँ आइडिया खोज्ने गाह्रो हुन्छ कहिलेकाहीँ। एआई ले यसमा के गर्दैछ? एकदमै जस्तै च्याट जीपीटी जस्ता टुल्सहरूले त विषयवस्तुको लागि नयाँ एंगल्सहरू, स्क्रिप्टको ड्राफ्टहरू, सोशल मिडिया क्याप्शन्सहरू पनि मतलब तुरुन्तै दिन सक्छन्। तर मुख्य कुरा के हो भने यसले एउटा स्टार्टिङ पोइन्ट दिन्छ, त्यसलाई आफ्नो तरिकाले आफ्नो स्टाइलले तिखार्नु त परिहाल्यो नि। हो। अनि बट्सुमो जस्ता अरू टुल्सले चाहिँ कुन टपिक चल्दैछ, ट्रेन्डिङ के छ भनेर हेर्न पनि मद्दत गर्छन्। आइडिया त भयो, त्यसपछि आउँछ लेखन र सम्पादन हैन। यो काम पनि एआई ले छिटो बनाएको छ भन्छन् नि। हो, निश्चय पनि। ज्यास्पर जस्ता टुलले त मार्केटिङ कपी, ब्लग पोस्टको पहिलो ड्राफ्ट नै तयार पार्दिन सक्छन्। यसले लेखकलाई त्यो ब्ल्याङ्क पेज सिन्ड्रोम मतलब शून्यबाट सुरु गर्ने झन्झटबाट बचाउँछ। अनि ग्रामरली जस्ताले व्याकरण, स्पेलिङ, लेख्ने शैली सुधार्न मद्दत गर्छन्। कोइल बट भन्ने पनि छ, त्यसले लेखेको कुरालाई अर्कै शब्दमा मतलब प्याराफ्रेज गर्न वा छुट्याउन पनि सघाउँछ। यसले गर्दाखेरि सृजनाकर्ताले एडिटिङ र कन्टेन्टको रणनीति बनाउन बढी समय पाउँछन्। अब भिजुअल कन्टेन्टको कुरा गरौँ न। यो त झन् कति महत्त्वपूर्ण छ आजकल। यहाँनिर चाहिँ अलि रोचक हुँदै जान्छ जस्तो लाग्छ मलाई। टेक्स्टबाट तस्बिर बनाउने कुरा त खै जादु जस्तै। वा ओपन एआई को DALL-E यिनीहरूले त हामीले लेखेर दिएको टेक्स्टको आधारमा एकदमै युनिक नयाँ खालको इमेज बनाइदिन्छन्। यसले ग्राफिक डिजाइनर नभएकालाई पनि राम्रो भिजुअल बनाउन सजिलो भएको छ। अनि फोटो एडिटिङ जस्तै ब्याकग्राउन्ड हटाउने कामहरू पनि कति सजिलो भइसक्यो। रनवे एमएल जस्ता प्लेटफर्मले त भिडियो सम्पादनमा पनि एआई प्रयोग गर्छन्, जस्तै ग्रीन स्क्रिनै नचाहिने गरी ब्याकग्राउन्ड हटाउने वा फोटोलाई चलाउने जस्ता कामहरू। अनि भिडियो सामग्री यो त झन् कस्तो हावी हुँदै गएको छ। लेखलाई भिडियोमा बदल्ने कुरा चाहिँ कतिको प्र्याक्टिकल छ त? यो पनि निकै प्रभावकारी हुँदैछ। पिक्चोरी जस्ता टुल्स छन् नि, तिनीहरूले लेख वा स्क्रिप्टलाई आधार मानेर त्यसैसँग मिल्ने भिजुअलहरू खोजेर अनि एआई भोइस ओभर राखेर आकर्षक भिडियो बनाउन सक्छन्। ए हो र? अनि डिस्क्रिप्ट जस्ता प्लेटफर्मले त अडियो भिडियो एडिटिङलाई टेक्स्ट एडिट गरे जस्तै सजिलो बनाएका छन्। ट्रान्सक्रिप्सन हेर्दै काट्ने, मिलाउने गर्न मिल्छ। सिन्थेसिया जस्ताले त झन् एआई अवतार नै प्रयोग गरेर विभिन्न भाषामा प्रोफेसनल देखिने भिडियोहरू बनाउन सघाउँछन्। यसले भिडियो बनाउने खर्च र समय दुवै घटाएको छ। अडियोको क्षेत्रमा नि जस्तै भोइस ओभर वा सङ्गीत बनाउने कुरामा एआई को प्रगति कस्तो छ? अवश्य, त्यसमा पनि एआई पछाडि छैन। 11 ल्याब्स जस्ता प्रविधिले त मान्छेले बोलेको जस्तै सुनिने एकदमै यथार्थपरक एआई भोइस ओभरहरू बनाउन सक्छन्। सङ्गीततिर हेर्ने हो भने lala.ai भन्ने छ, त्यसले कुनै पनि अडियोबाट स्वर छुट्याउने वा बाजा छुट्याउने गर्न सक्छ। रिमिक्स गर्न वा ब्याकग्राउन्ड म्युजिक बनाउन एकदमै उपयोगी छ यो। एआईभीए जस्ता सिस्टमले त भिडियो वा गेमको मुड अनुसार मौलिक सङ्गीत नै बनाइदिन्छन्। राम्रो कन्टेन्ट बनाएर मात्रै त भएन, त्यसलाई ठिक ठाउँमा मतलब सही दर्शक श्रोतासम्म पुर्याउनु पनि पर्यो। यो एसईओ, अप्टिमाइजेसन, वितरण, यसमा एआई ले के गर्छ? यो पनि एकदमै महत्त्वपूर्ण पाटो हो हैन? एसईओ राम्रो बनाउन सर्फर एसईओ वा फ्रेज जस्ता टुलहरू छन्। यिनीहरूले गुगलमा राम्रो र्याङ्क गर्नलाई कन्टेन्टमा के मिलाउनु पर्छ भनेर विश्लेषण गरेर सुझाव दिन्छन्। ए अच्छा,
अनि लेटली एआई जस्ता टुलले लामो कन्टेन्ट जस्तै पडकास्ट वा ब्लगबाट सोशल मिडियाको लागि छोटो पोस्टहरू आफै बनाइदिन्छन्। बफर जस्ताले पोस्टहरू शेड्युल गर्न, क्याप्सन लेख्न सघाएर समय बचाउँछन्। समग्रमा एआईले कन्टेन्ट फैलाउने कामलाई पनि व्यवस्थित र प्रभावकारी बनाइरहेको छ। यति धेरै फाइदा त छन्, तर एआई प्रयोग गर्दा केही कुरामा ध्यान दिनुपर्ने पनि होला नि। नैतिक पक्षहरू के छन्? पक्कै पनि यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। पहिलो कुरा त पारदर्शिता, मतलब एआई प्रयोग गरिएको हो भने दर्शक वा श्रोतालाई जानकारी दिनु राम्रो हुन्छ। अर्को हो मौलिकता, अरूको सृजना चोर्ने काम गर्नु भएन, प्लेजरिजमबाट बच्नु पर्यो। हो नि, तर सबैभन्दा मुख्य कुरा चाहिँ त्यो मानवीय स्पर्श, त्यो भावनालाई जीवित राख्नु हो। एआई एउटा शक्तिशाली औजार हो, तर यो सृजनाकर्ताको ठाउँ लिने कुरा होइन। यो मानिस विरुद्ध मेसिन होइन, मानिससँग मेसिनको सहकार्य हो। अन्तिम निर्णय, त्यो भावनात्मक गहिराई त मान्छेबाटै आउनुपर्छ। त्यसो भए निचोडमा के भन्न सकिन्छ त? एआई सामग्री सृजनाकर्ताहरूका लागि एउटा एकदमै शक्तिशाली पार्टनर बनेको छ भनौँ न। यसले आइडिया खोज्नेदेखि लिएर बनाउने, एडिट गर्ने अनि पब्लिश र प्रमोट गर्नेसम्म हरेक चरणमा मद्दत गरेर समय बचाउँछ, क्षमता बढाउँछ। हो, अब एआई ऐन सृजनाकर्ताका लागि ऐच्छिक मात्र रहेन, यो लगभग आवश्यक भइसकेको छ जस्तो लाग्छ। भविष्यमा त हामीले अझै रियल टाइममा सघाउने एआई को पाइलटहरू वा पुरै एआईले म्यानेज गर्ने कन्टेन्ट उत्पादन प्रक्रियाहरू पनि देख्न सक्छौँ होला। यसले एउटा गहिरो प्रश्न पनि उब्जाउँछ के एआईले हाम्रो काम गर्ने तरिकालाई मात्र सजिलो बनाइरहेको छ, वा यसले रचनात्मकताको, त्यो सृजनशीलताको आधारभूत प्रकृतिलाई नै परिवर्तन गर्दैछ? यो साँच्चै विचार गर्नु पर्ने प्रश्न। जो लेखन स्पष्टता और शुद्धता को बढ़ाता है।